बाबा भोलि स्थानीय बिदा रहेछ, कतै घुम्न जाऊ न। जानु त हुन्थ्यो छोरी, भोलि कर बुझाउनु जानुपर्ने छ एकपल्ट। ए कर भनेको त कुनै व्यक्ति, फर्म वा कम्पनीले सरकारलाई तिर्नुपर्ने अनिवार्य भुक्तानी हो। यो नागरिकले राज्यलाई बुझाउनु पर्ने अनिवार्य दायित्व हो, होइन र बाबा? ठिक भन्यौ, यो त राज्यको आम्दानीको प्रमुख स्रोत हो। यसले त राज्यको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँछ। यसले सामाजिक न्याय प्रवर्धनमा टेवा पनि पुर्याउँछ। अनि बाबा, जुनसुकै कारोबार वा व्यवसाय गर्ने व्यक्तिले कर सम्बन्धी जानकारी राख्नु अत्यन्तै जरुरी छ नि, होइन त? हो नि छोरी, व्यवसाय दर्ता गर्ने पहिलो निकायमा व्यवसाय दर्ता गरिसकेपछि कानुन बमोजिम 35 दिनभित्रै सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयबाट व्यावसायिक स्थायी लेखा नम्बर प्राप्त गरिसकेपछि मात्र कारोबार सुरु गर्नुपर्दछ। व्यवसायलाई वैधानिकता प्रदान गर्ने व्यवसाय दर्ता प्रमाणपत्र फ्रेमिङ गरेर राख्नुपर्दछ। अनि सबैले देख्ने गरेर आफ्नो व्यवसाय गर्ने ठाउँमा कर पाटी टाँस्नु पर्दछ। व्यवसायले कुन व्यवसाय गर्छ भनेर कर पाटी हेरेर थाहा पाउन सकिन्छ। कर पाटीको लम्बाइ 30 सेन्टिमिटर र चौडाइ 10 सेन्टिमिटर हुन्छ। कर पाटी 3 प्रकारका हुन्छन्। हो त नि। कारोबारको प्रकृति र आकार अनुसार मूल्य अभिवृद्धि कर छुट हुने वस्तु तथा सेवाको कारोबार गर्नेले सेतो पृष्ठभूमिमा रातो अक्षरले स्थायी लेखा नम्बर लेखिएको कर पाटीको प्रयोग गर्नुपर्छ। हो त नि। त्यसै गरी मूल्य अभिवृद्धि कर लाग्ने वस्तु तथा सेवाको कारोबार गर्नेले हरियो पृष्ठभूमिमा सेतो अक्षरले स्थायी लेखा नम्बर लेखिएको कर पाटीको प्रयोग गर्नुपर्छ। मूल्य अभिवृद्धि कर लाग्ने वस्तु तथा सेवाको कारोबार भए तापनि थ्रेसोल्ड भन्दा तल अर्थात् मूल्य अभिवृद्धि कर लाग्ने वस्तुको हकमा 50 लाख र सेवा र वस्तुको मिश्रित अथवा सेवाको कारोबारको हकमा 20 लाख भन्दा कम वार्षिक कारोबार गर्नेले पहेँलो पृष्ठभूमिमा कालो अक्षरले स्थायी लेखा नम्बर लेखिएको कर पाटीको प्रयोग गर्नुपर्छ। हो त नि। यसै गरी थप जानकारीको लागि आन्तरिक राजस्व विभागको वेबसाइट www.ird.gov.np मा सम्पर्क गर्न सक्नुहुनेछ। अत समयमै कर तिरौँ, असल नागरिकको परिचय दिउँ, कानुनी शासनलाई आत्मसात गरौँ। धन्यवाद।